जनप्रतिनिधिका कुरा। नमस्कार, कार्यक्रम जनप्रतिनिधिका कुरामा यहाँलाई स्वागत छ। म गोविन्द पन्त। हामी यो कार्यक्रम रेडियो निङलासेनी 94 मेगाहर्जबाट हरेक दिन साँझ 7 बजे आउने निङलासेनी समाचारको 20मा प्रसारण गर्ने गर्छौं। फरक दिन, फरक वडाका, फरक नगरपालिकाका, फरक गाउँपालिकाका जनप्रतिनिधिहरूसँग सो ठाउँको समसामयिक विषयवस्तुमा छोटो समयमा विशेष कुराकानी हुने यो कार्यक्रममा आज हामीसँग हुनुहुन्छ बझाङको केदारसिउ गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष वीरबहादुर खाती। उहाँसँग आज हामी विशेष कुराकानी गर्नेछौँ। केदारसिउ गाउँपालिका वडा नम्बर 3 का विषयमा समसामयिक विषयवस्तुहरूमाथि विशेष कुराकानी गर्नेछौँ। वीरबहादुर खाती नेतृत्वको सरकारले अहिले वडा नम्बर 3 मा के काम गरिरहेको छ, कसरी जनतालाई सेवा दिइरहेको छ, उहाँले गरिरहनु भएका कामहरूप्रति जनता कतिको सन्तुष्ट छन्, यी विषयहरूलाई हामी विशेष केलाउने प्रयास गर्नेछौँ। म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। अध्यक्षज्यू, स्वागत छ कार्यक्रममा। धन्यवाद। अध्यक्षज्यू, अब हामी कार्यक्रमको सुरुवात गरौँ। तपाईले गरिरहनु भएका कामहरूबारे प्रसङ्गबाट। आजभोलि तपाईँको वडाको के काममा व्यस्त हुनुहुन्छ नि? अब तपाईँले तपाईँको वडामा काम गरिरहँदा कुन कामलाई विशेष प्राथमिकतामा राखिरहनु भएको छ? हामीले त त्यही हो, शिक्षा, स्वास्थ्य र खानेपानीलाई बढी प्राथमिकता दिएको छ। अब शिक्षा, स्वास्थ्य सहितका आधारभूत पक्षहरूलाई त प्रत्येक वर्ष तपाईँले प्राथमिकतामा त राख्नुहुन्छ, तर प्रभावकारी रूपमा कार्यान्वयन भएको त देखिँदैन नि, किन यस्तो? त्यो त बिस्तारै हुने कुरा हो, एक्कासी प्रभावकारी हुन्छ भन्ने पनि हुँदैन। ती कुराहरूमा हामीले जोड्नै दिएका छौँ र पहिलेको भन्दा धेरै प्रगति पनि भएको छ। त्यो शिक्षा, स्वास्थ्य, खानेपानीमा तपाईँले अब घर घरमा खानेपानी पाएका छन्। नजिकमा विद्यालय पहिले एउटा मात्र निमावि थियो, अहिले मावि खुलिएको छ प्रस्तावित। त्यस्तै अन्य टोलमा पनि अब साधारण आधारभूत विद्यालयहरू खुलिएका छन्। स्वास्थ्यको हकमा भन्ने हो भने एउटा बर्थिङ सेन्टर छ, त्यसैले अब यो नजिकै अब डेलिभरी हुने सम्भावना बढी मात्रामा, प्रचुर मात्रामा यही गरिन्छ। त्यसैले सानोतिनो अब घाउ चोटपटकका मुद्दाहरू पनि यही स्वास्थ्यमा गरिन्छन्। अब प्रत्येक वर्ष तपाईँले जुन भन्नुभयो हामीले भवन बनाएका छौँ, सँगसँगै खानेपानीको आयोजना छन्, सडक छन् भनेर यी पक्षहरूलाई मात्र हामीले जोड दिएका छौँ भन्नुहुन्छ, अरू चाहिँ बिस्तारै हुन्छ भन्नुभयो। 3 वर्ष त गइसक्यो नि, अब जम्मा 2 वर्ष मात्र छ। अब कहिलेसम्म तपाईँको काम बिस्तारै हुन्छ, तपाईँको विकास बिस्तारै हुन्छ? विकास भन्ने कुराहरू एक्कासी गर्न सकिँदैन सर। विकास गर्नको लागि त धेरै अब सबभन्दा पहिले त अब आफ्नो पनि पहुँच हुनुपर्छ। पहुँचको आधारमा विकास हुने हो होइन। अब पहुँचको आधारमा जति हामीसँग माथिबाट सरकारले दिएको बजेट छ, त्यो बजेटको आधारमा काम गरेका छौँ र त्यही आधारमा नै हामी अगाडि बढेका छौँ। त्योभन्दा बाहिर त हामी गर्न सक्दैनौँ। अब त्यो पहुँच चाहिँ तपाईँले कहिलेसम्म विस्तार गरिसक्नुहुन्छ, सरकारसम्म तपाईँको पहुँच पुर्याउन सक्नुहुन्छ? त्यो पहुँच के अब दोस्रो निर्वाचन नै कुर्नुपर्ने हो पहुँचको लागि? पहुँचको लागि त अब यहाँ नजिकको अब भर्खर अब सभामुख अहिले हामीले भर्खरै एउटा अब प्रदेशको मान्य अब यो गाउँपालिकाले पाएका छौँ। अब अहिले होला त्यति समय लाग्दैन होला, अब जतिसम्म हुन्छ चाँडो नै होला, त्यति फरक पर्दैन। अब माननीय त हरेक चोटि तपाईँले पाउनु भएकै हो, तपाईँको त्यो ठाउँबाट प्रतिनिधित्व त गरेकै हो, तर विकास निर्माण मात्र नभएको हो नि, मान्यता पाइराख्नुहुन्छ, पटक पटक पाउनुहुन्छ, तर विकास पो पाइएन। आफ्नो आफ्नो एरियाहरू छ नि त, उनीहरूले पनि आफ्नो ठाउँ गाउँ टोललाई बढी प्राथमिकता दिन्छन्। अब नभएको ठाउँमा त अलि ढिला नै गर्छन्। गर्न त गर्ने हो, तर अलि बिस्तारै गर्ने भयो। अब त हाम्रो गाउँलाई कहिले हेर्नुहुन्छ भन्ने प्रश्न गर्नु भएन त्यहाँका नागरिकले? तपाईँले प्रश्न गरिराखेका छु, घचघचाइ त राखेका हुन्छौँ, भनिराखेका हुन्छौँ, हाम्रो पनि हेर्नु पर्यो भन्छौँ। ल हुन्छ भन्ने त हुन्न, नेताका कामै त्यही त हुन्छ भन्ने बहादुर त त्यसले अब हामी त्यसको लागि लागिराखेका हुन्छौँ। अब त्यो त भोलिवाद जस्तो भएन र भोलि भन्ने हुन्छ मात्रै भन्ने कहिलेसम्म हुन्छ? त्यही पनि अब संकेत आएपछि त विकासको कुराहरूमा भन्ने हो भने त धेरै भएको छ अहिले होइन। पहिलेको दाँजोमा त अब हामी स्थानीय सरकारले पाउने जुन सेवा सुविधा मार्फत हामीलाई दिने जुन छ, त्यसले हामीले धेरै गरेका छौँ पहिलेको भन्दा त। अब नयाँ कुराहरूमा त त्यही हो, अब गर्ने कुराहरूमा गरिराखेका छौँ। अब हुने कुराहरू अब बिस्तारै होला भन्ने हामीलाई पनि हुन्छ र विकासका फटकाहरू पनि अगाडिको भन्दा धेरै अगाडि बढिरहेको देखेका छौँ। अब संघीयतापछि स्थानीय तह आएपछि धेरै परिवर्तन भयो भन्नुभयो, त्यसमध्येको एउटा जनताले स्मरण गर्न सक्ने विकासको नमुना भन्नुहोस् न, यो हामीले गरेका छौँ, यो चाहिँ फरक भएको छ भनेर। अब पहिलेको भन्दा अब जुन हामी देउरा वडा नम्बर 3 मा जुन अब खाद्यान्न सहित लगाएर अन्य कुराहरू ल्याउनको लागि अब बोकेर ल्याउनु पर्थ्यो भने देउराबाट, अब अहिले जुन यातायातको सुविधा भयो, यातायातको सुविधाले गर्दाखेरि मान्छेहरूले गाउँमा नै सबै कुराहरू पाउन थालेका छन् र त्यही नै सबभन्दा ठुलो सुविधा भएको छ। हामी कार्यक्रमको अन्तिममा छौँ। अन्तिममा रेडियो निङलासेनी सुनिरहेका श्रोता र केदारसिउ गाउँपालिका वडा नम्बर 3 वासीलाई तपाईँको सन्देश के छ? अब हाम्रो सन्देश भनेको निङलासेनी एफएमले हामीलाई जुन बोल्ने मौका दिनुभयो र जुन केदारसिउ 3 को जुन अहिले भइराखेका
विकासका पूर्वाधारका कुराहरूमा जनता समक्ष पुर्याउनु भएकोमा इङ्ला सैनी एफएमलाई हामी सदा दिनका लागि धन्यवाद दिन्छौँ। त्यही नै हाम्रो शुभकामना छ। हवस् अध्यक्षज्यू, समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। हवस्, धन्यवाद। आज हामीसँग हुनुहुन्थ्यो बझाङको केदारछिउ गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष वीरबहादुर खाती। उहाँसँग आज हामीले विशेष कुराकानी गर्यौं 3 नम्बर वडावासीहरूका समस्याहरूलाई लिएर। उहाँसँग गरिएको कुराकानी यति नै। म गोविन्द पन्त पनि छुट्टिन्छु। हवस्, नमस्ते।